यो भिडियोको रहेछ कर्णाली प्रदेशको जाजरकोट जिल्लाको विशेष गरेर वर्णन गरिएको छ र यो जाजरकोट जिल्लामा के भएको थियो घटनाहरू अर्थात् जाजरकोटमा भएका सुन्दरता र जाजरकोटमा हुने सांस्कृतिक प्राकृतिकहरूको केही यहाँ व्याख्या गरिएको छ र बताइएको छ। यो भिडियोद्वारा सबैले हेरेर साथ दिनुहोला। यो बाग्राकोट जाजरकोट खलङ्गा रहेको छ। यो जाजरकोट खलङ्गा बजार रहेको छ। यो अहिले हाम्रो यो जिल्लामै रहेको छ भने यो जाजरकोट जिल्लाको घरहरू रहेका छन्। हाम्रो जाजरकोट जिल्लाको यो राजदरबार नजिकैका घरहरू रहेका छन्। त्यस्तै गरेर अरू ठाउँहरू पनि समेटिएका छन्। यो हामीले टाढैदेखि खिचिएको दृश्य बाग्राकोट गाउँपालिका वार्ड नम्बर 5 जिरी डोटेचौर रहेको छ। त्यस्तै गरेर यो चाहिँ हाम्रो सिर्के साइड रहेको छ भने यो हाम्रो भूकम्प आएको बेला हाम्रो गाउँहरूमा जाजरकोट जिल्लामा विशेष गरेर रामीडाँडा भन्ने ठाउँमा टार्गेट पारेर भूकम्प आउँदाखेरि क्षतिहरू गरेको घरहरू भत्किएर विभिन्न ओहरू गर्दा रेड क्रस अर्थात् अन्य ओहरूले बस्नको लागि सुविधाहरू दिएको र खानपिनको लागि केही दिएको हुँदा घरहरू भत्किएका थिए। यसरी घरहरूको तहस नहस भएर मानिसहरू कति मानिसको हत्या भएर कति मानिस मरे र आर्मी टिमहरू आएर त्यहाँ उद्धार गर्दा क्रममा त्यहाँ कतिलाई घाइते पनि भइयो र कति धेरै घाइते पनि भएका हुनाले त्यसमा हाम्रो घरहरू अझै बनेका छैनन्। रामीडाँडामा केन्द्रबिन्दु पारेर भूकम्प आउँदा रामीडाँडा लगायत अन्य बाग्राकोट जाजरकोट जिल्लालाई नै शकाकुल बनाएको थियो। मानिसहरूको घुइँचो हुँदा मानिसहरू धेरै घाइते भए, कोही मृतक भए, धेरैको ज्यान पनि गयो र त्यसो हुँदा जाजरकोट जिल्लामा रहेको केही ठाउँहरूमा धेरै नै क्षति पुर्याएको थियो। जस्तै बाग्राकोट गाउँपालिका वार्ड नम्बर 2, 3, 4, 5, 6 लगायत 9सम्म त्यो पुरैमा क्षति पुर्याउँदा मान्छेहरू एकै ठाउँ बसेर बाहिर बस्ने स्थिति आएको थियो। घरहरू पुरै भत्काइएको कारण मानिसहरू गुहारमै थिए किनभने त्यहाँ धेरै क्षति पुर्याइसकेका थिए। मानिसहरू धेरै तोपिएका थिए किन त्यहाँ छिटै आर्मी पहुँच नपुगेको कारण र आर्मीले छिटै उद्धार नगरेको कारण धेरैको ज्यान पनि गएको थियो र त्यसले गर्दा मानिसहरू त्यो घर भत्किएको हेर्न बाहेक विकल्प केही नभएपछि मानिसहरूले बाहिर गएर टाढा ठाउँमा गएर घरहरू बनाए, टिनहरूको पालहरू हालेर बसियो। जाडो महिनामा त्यति गर्दा मान्छेहरू केही भूकम्प आउँदा पीडित भएर मरे त कोही चाहिँ जाडोले नै मर्ने भए। लेकतिर भएका भेडाहरूलाई पनि धेरै असर गरेको थियो। हाम्रो बाग्राकोटमा पाइने भेडाहरू जङ्गली जनावरहरू लगायत हामी लेकतिर जाँदा पनि हामीलाई असर पर्ने गर्दछ। जाडो मौसममा धेरै जाडो हुने भएकाले त्यताका बासिन्दाहरू जाडो मौसममा धेरै बिरामी हुने गर्दछन्। सामानहरू भारी बोक्नलाई मानिसहरू लेकतिर जाने हाम्रो सिमाना जुम्ला र डोल्पाको बिचमा परेको हुनाले जाजरकोट जिल्ला मानिसहरू आवत जावत पनि हिँडेरै गर्ने भएकाले मानिसहरूले केही क्षणहरू त्याग गरेका थिए। हामीलाई भूकम्प आउँदा दिएको राहतहरू यसरी रेड क्रस विभिन्न संस्थाहरूले दिएको तर केही समयसम्म नपुगेको किनभने रोड नभएको कारण मानिसहरू आफै बिचमा दलाली खुट्टेका कारण र केही क्षणपछि मान्छेहरू जाँदा कोही मृतक हुँदा यस्तो हालत भएको थियो। शकाकुल बनेको थियो। जाजरकोट जिल्ला नै कर्णाली प्रदेश नै शकाकुल बनेको थियो। जुन 2 वर्ष अगाडि 4 वर्ष अगाडिको भूकम्पले जङ्गली जनावर हेर्न सक्नुहुन्छ। यसलाई मानिसहरू भन्ने गरिन्छ रतुवा। गाउँमा हाम्रो जाजरकोट जिल्लामा विशेष गरेर लेकतिर पाइने यो रतुवा, घोरल, छारल, त्याँ लगायत अन्य जनावरहरू पाइने गर्दछ। जाजरकोट जिल्लामा बढी विशेष गरेर बाघ नपाइए तापनि भालु, जरायो हाम्रोतिर रतुवा, घोरल, पशुपन्छीमा कालिज, डाँफे, मुनाल, कोइली लगायतका अन्य जनावरहरू पाइने गर्दछन्। त्यहाँ त्यसै चराचुरुङ्गी र वातावरण अनुसार हाम्रो बाग्राकोटवासीलाई धेरै शकाकुल बनाएको थियो। जङ्गली जनावरहरू पनि भागदौड भएको थियो। जङ्गलमा आग लागि हुँदा पनि जङ्गली जनावरहरूको धेरै मृत्यु हुने गर्दछ किनभने हाम्रो ठाउँमा संरक्षण राम्रो छैन। जङ्गली जनावरहरू पनि उत्तिकै मरिरहेका हुन्छन्।
र मानिसहरूको धेरै क्षति हुने भएका कारण मानिसहरू संरक्षण पनि गर्न सक्दैनन्। नेपाल सरकारको ध्यान त्यहाँसम्म खिचिन सकेको छैन। त्यसै गरेर हामीलाई त्यहाँ बस्न हस्पिटलको सुविधा नभएको कारण स्वास्थ्य चौकी नजिक नहुँदा बिरामी भयो भने सिटामोल खाने नहुँदा कारण मानिसहरू धेरै मर्ने गर्दछन्। जाजरकोट जिल्लामा केही मात्रामा हस्पिटल अथवा सडक रोड केही पनि नगएको हुँदा त्यहाँका बासिन्दाहरूलाई धेरै गाह्रो हुने भएको छ। किनभने त्यहाँ जाडो मौसममा न्यानो कपडा खानेकुराहरू ताजा मात्रामा नपाइने हुनाले त्यहाँका मानिसहरूलाई खानको लागि बस्नको लागि र लाउनको लागि लुगाको धेरै आवश्यक पर्ने गर्दछ। तर मान्छेहरू दुर्घटनामा परि धेरैको मृत्यु पनि हुने गर्दछ। किनभने हामी जाजरकोट जिल्लाको बाह्रकोट गाउँपालिकामा जति पनि वडाहरू कार्यालयहरू रहेका छन् त्यहाँका बासिन्दा अथवा बस्ने मानिसहरूले जङ्गलमा गएर घाँस दाउरा गर्नै पर्ने हुन्छ। यसै गरी खन्दै गरेको रोड बाह्रकोटमा आउने बर्खामा आउने बाढी पहिरोले गर्दा धेरै क्षति गरेको हुन्छ। किनभने त्यहाँ आउने बाढी पहिरो धेरै को ज्यान लिने र खतरनाक हुने गर्दछ। त्यहाँ जाँदा मानिसहरू सचेत हुनुपर्दछ। गाडी दुर्घटना हुँदा अर्थात् केही हुँदा मान्छेहरूको धेरै मृत्यु हुने गर्दछ। रोडको हालत नै यस्तो छ कि हाम्रो धेरै मानिसहरूलाई क्षति पुर्याउने नै खालको छ। त्यसै गरेर रोडमा यो जिप पल्टिएको हुनाले मानिसहरूको मृत्यु भए तापनि 11-12जनाको एकैचोटि सहज भए तापनि त्यहाँ अझै पनि केन्द्रीय अर्थात् प्रदेशबाट जिल्लाबाट कुनै पनि अझै पनि सुइँको नगएका हुनाले मानिसहरूलाई सागाकुल बनाएको छ। हाम्रो गाउँतिर हुने रीतिरिवाज अनुसार सेलरोटी अर्थात् अन्य कुराहरू खाइने गर्दछ र हाम्रो रीतिरिवाज अनुसार त्यहाँ बसोबास गर्ने मानिसहरूले त्यहाँकै आफ्नै प्रकारका रीतिरिवाज अपनाउनु पर्ने छ। गरुवा नाच खेलेर ख्याली लगायत अरू पैसाहरू धेरै लगायतका क्रियाकलापहरू गरेर त्यहाँको संस्कृतिलाई निभाउने काम गर्दछन्। मानिसहरू लेकतिर गएर उतै बस्ने बसोबास गर्ने र त्यहाँ काम गर्ने सिलसिलामा जाजरकोट जिल्लाका मानिसहरू धेरै माथि हिउँ पर्ने चुचुरोसम्म जाने गर्दछन्। किनभने हाम्रो बसोबास गर्दै जाँदा मानिसहरूलाई खानको लागि गाह्रो भएका हुनाले कुनै ऋतुमा काम गर्नलाई माथि धेरै माथि हिउँ परेको चुचुरोसम्म जानु पर्दछ। त्यहाँ कतिपय मानिसहरू त्यतै बेपत्ता हुने गर्दछन् र त्यहाँ बस्दा मानिसहरूले धेरै कठिनाइहरू अपनाउनु पर्ने हुन्छ। किनभने त्यहाँ पनि मानिसहरूले कन्दमूल वनकै जडीबुटी खाएर बस्नुपर्ने हुन्छ। बिरामी हुँदा पनि सिटामोल पाउने अवस्था पनि रहेको छैन। बाह्रकोट र कर्णाली प्रदेशको जाजरकोट जिल्लामा अझै पनि विकट धेरै ठाउँहरू रहेका छन्। मानिसहरू लगायत मर्ने भूकम्प आउने बाढी पिडितले बगाउने मानिसहरूको क्षति हुने धेरै हुने गर्दछ। जाजरकोट जिल्लामा रहेका केही घरहरूमा पनि मानिसहरू यस्तो अवस्थामा बसिरहेका छन् र कर्णाली प्रदेशमा अझै पनि रोड नबनेको उस्तै भएको कारण हाम्रो खोलानाला बर्सिने रोड नराम्रो भएको कारण गाडीहरू दुर्घटना हुने अझै पनि भइरहेको छ। किनभने हाम्रो ठाउँमा बाढी पहिरो धेरै आउने गर्छ। बर्खाको याममा खोला बर्सिने धेरै ठाउँबाट पानीहरू आउने लगायत पहिरो जाने बाढीले बगाएर घरहरू लाने ठाउँ धेरै गर्दछ। जाजरकोट जिल्लामा रहेको ठाउँमा पनि भूकम्प आएर धेरै तहस नहस गरिसकेको हुनाले जाजरकोटमा पहिलाको र अहिलेको हेराइ धेरै फरक रहेको छ। किनभने पहिला जाजरकोट जिल्ला धेरै सुन्दर देखिन्थ्यो। भूकम्प आइसकेपछि त्यहाँका मानिसको मृत्यु भयो, शव भयो, धेरै भइसकेपछि उद्धार गर्ने नहुँदा घरहरू भत्किए, अन्य हुँदा मानिसको ज्यान गयो। उस्तै गरेर कर्णाली प्रदेशमा मानिसहरू घुमफिरको लागि जाने गर्दछन्, कोही रमाइलोको लागि जाने गर्दछन् भने कोही कर्णाली प्रदेशमा जाँदा कर्णाली प्रदेशको खोलाको छेउछाउ हुँदै बाह्रकोट जानुपर्दछ। कर्णाली प्रदेशमा खोला तरेर जाँदा हामीले जाजरकोट जाँदाखेरि पनि कर्णाली प्रदेश तरेर जानुपर्ने हुन्छ। भिरको बाटो हामीले गाडी चढेर जाँदा खोला नाला सबै गाडीबाटै तर्नुपर्ने र अर्थात् कुनै ठाउँमा
खोला आफैले तरेर गाडी चेन्ज गरेर जानुपर्ने स्थिति अझै पनि रहेको छ। ठुला गाडी नभएको कारण जीवहरू रहेका छन्। गाउँहरू उस्तै छ र अझै पनि केही विकास हुन सकेको छैन, किनभने हाम्रो केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यान अझै गएको छैन। हाम्रो ढाबीडाँडामा पढेको केन्द्रबिन्दु तोकेर आउँदा भूकम्पले त्यहाँका मानिसहरूलाई धेरै पीडित बनाएको छ। बुढादेखि लगेर बाला बच्चा सबलाई धेरै क्षति पुर्याएको थियो। त्यो बेलाको कन्डिसन धेरै क्रिटिकल भएका कारण घरहरू अझै पनि उस्तै रहेका छन्, बनेका छैनन्। बुढा आमा बजे बोजूहरूलाई गाह्रो भएका कारण त्यहाँका मानिसहरूले कतिपय मानिसहरू त्यो गाउँ छोडेर सहरतिर आउँदा पनि घर उस्तै नै अझै वडाले, जिल्लाले र प्रदेशले हेरेको छैन, किनभने पीडितहरूलाई रासन केही पनि मिलेको छैन। त्यस्तो भनेको जस्तो केही पनि सहज भएको छैन। अझै पनि 2085 साल लाग्दा पनि जाजरकोट जिल्ला अझै विकसित नै छ, किनभने विकट ठाउँमा अझै पनि रोड गएको छैन, बसोबास गर्ने ठाउँमा खानपिनमा अझै सुरक्षित दिएको छैन, स्वास्थ्य चौकीको व्यवस्थापन छैन, वडा नजिक छैन, किनभने त्यता हाम्रो सरकार नै खराब भएर हुनसक्छ। हामी मान्छेहरू देख्न सक्नुहुन्छ भूकम्प पर्दा मान्छेहरू यसरी भागाभाग भएको थियो। बुढा मान्छेहरूलाई घरहरू भत्किँदा पनि र घरमा बसोबास गर्दा पनि उहाँहरूलाई धेरै खतरा भएको थियो। बाहिर आउँदो जाडो र घरभित्र बस्दा भूकम्पको डरले मानिसहरूका घरहरू यसरी भत्किएका थिए। बाग्राकोट गाउँपालिकामा भुइँचालो जाँदा कुनै पनि टावर नदिएको र कुनै पनि लाइट नहुँदा मान्छेहरू शकाकुल बनेका थिए। त्यो बेलाको र मानिसहरूको चरण धेरै भिन्नता थियो। बाग्राकोट गाउँपालिकामा बुनिने ढोका डालाहरू त्यहाँका केही मात्रामा सहरमा ल्याएर बिक्री गरिने गर्दछन्। त्यहाँका ढोका डालाहरू जुम्ला, डोल्पा लगायत छिमेकी देशहरूमा दैलेख, रुकुम, पश्चिम पूर्व लगेर बेचिने गर्दछ। त्यति गरेर मानिसहरू जाजरकोट जिल्लामा बसोबास गर्दै आएका मानिसहरू विशेष गरेर जुम्ला र डोल्पा लिने गर्दछन्। त्यहाँ गएर मानिसहरूले खानपिनको लागि ढोका डाला बेच्ने गर्दछन्, किनभने बाग्राकोट गाउँपालिकामा र जाजरकोट जिल्लामा सबैभन्दा धेरै निगालो पाइने भएकाले त्यहाँका मानिसहरू ढोका डाला भनेरै आफ्नो कार्य त्यसरी नै बिताउने गर्दछन्। कार्यशैलीमै रहेर यिनीहरू आधारित रहेर बनाउने भएकाले उनीहरू धेरै सिप सिकेका हुन्छन्। हस् त, धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट साथ दिनुहोला। म यस्तै नै भिडियो हाल्नेछु हजुरका लागि।